दुईजनाबाट रविजी र डाक्टर वाग्लेजीले मात्र जित्नु भएको छैन, यो देशले जितेको छ, नेपाल आमाले जितेको छ, मधेसले जितेको छ, पहाडले जितेको छ, हिमालले जितेको छ। यसले यस्तो सन्देश दिएको छ, मधेस, तराई, पहाड, हिमाल एउटै हो, नेपाल एउटै हो। नेपालले परिवर्तन खोजेको छ, यहाँका दाजुभाइ दिदीबहिनीहरूले परिवर्तन खोजेको छ। कुशासनलाई तोड्नको लागि असल व्यक्तित्वहरू छानेर सदनमा पुर्याएको छ। यसले एउटा सन्देश दिएको छ, देशका शीर्ष, देशका लुटेराहरूको, देशका कुशासनमा व्याप्त व्यक्तित्वहरूको मुटु हल्लिएको छ। तपाईहरूले गर्व गर्नुपर्छ, तपाईहरूले के मानेमा गर्व गर्नुपर्छ? तपाईले खोजेको परिवर्तन, तपाईले खोजेको सुशासन, तपाईले खोजेको समृद्धि, शिक्षा, स्वास्थ्य, सुरक्षा, तपाईले खोजेको त्यसको आशाको किरण अब यो देशमा जागेको छ। यसलाई निम्न दिनु हुँदैन साथीहरू, यसलाई निम्न दिनु हुँदैन। हामीलाई तपाईहरूले देशले पत्ताएर, म 12 क्षेत्र नम्बर 2 बाट पनि मैले जितेको छु। यो मेरो जित हो। मलाई थाहा छ त्यहाँका मेरा दाजुभाइ दिदीबहिनीहरू, मधेसका दाजुभाइ दिदीबहिनीहरूले मलाई असाध्यै माया गर्नु भएको छ, असाध्यै प्रेम गर्नु भएको छ। उहाँहरू असाध्यै राम्रो हुनुहुन्छ। तर उहाँहरूलाई अब तपाईँ हामी सबै मिलेर एउटा शिक्षा दिनु परेको छ। उहाँहरूलाई के हो सुशासन सिकाउनु परेको छ, उहाँलाई शिक्षित बनाउनु परेको छ। त्यसैले अब हाम्रो कन्सन्ट्रेसन मधेस, तराई, पहाड, हिमाल सबैतिर आम दाजुभाइ 2 करोड 92 लाख नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हामी सिकाउने छौँ के हो सुशासन, के हो शिक्षा, के हो रोजगारी, के हो स्वास्थ्य, के हो सुरक्षा भन्ने हामीले सिकाउनु परेको छ। अब तपाईहरू यो परिवर्तनको लागि तपाईहरू सबै लाग्नु भएको छ। तपाईहरुमा एउटा चुनौती आएको छ। एउटा के चुनौती छ भने तपाईहरू परिवर्तन खोज्ने मान्छेहरू पहिला आफू परिवर्तन हुनु पर्दछ। आफू परिवर्तन भएर सुशासनमा लागेर अनुशासनमा रहेर आम दाजुभाइ दिदीबहिनीहरूलाई सेवा तपाईहरूले आजकै दिनदेखि पुर्याउनु पर्दछ। र समय धेरै टाढा छैन। 84 साल भनेको जम्मा 4 वर्ष मात्र हो। अझ हामीले मेहनत गर्नु परेको छ। अझ हामीले दाजुभाइ दिदीबहिनीहरूलाई जागरुक बनाउनु परेको छ। यो देशमा 33 वर्षसम्म धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई झुकाएका छन्। उहाँहरूले केही समय झुकाउनु भयो, अब सधैँको लागि झुकाउन सक्नुहुन्न। 84 सालमा मधेस, तराई, पहाड, हिमाल कसैलाई पनि झुकाउन सक्नुहुन्न। त्यसैले म एउटा छोटो कुरा यहाँलाई अनुरोध गर्दछु। अब हामीबाट दाजुभाइ दिदीबहिनीहरूले, विश्व समुदायले, यो नेपाल आमाले धेरै ठुलो आशा गर्नुभएको छ। यसलाई निराशामा परिवर्तन गर्यौं भने हामीलाई पाप लाग्छ। त्यसै कारणले म तपाईहरुको रोस्टरमा अहिले बोलिरहेको छु। तपाईहरुले पत्ता र 12 क्षेत्र नम्बर 2 बाट मधेसको कोर एरियाबाट मैले त्यो एउटा चाहिँ लडेको थिएँ। मैले 2800 मत ल्याएर जितेको छु। मेरो भोट अर्ग्यानिक भोट हो। त्यसैले तपाईहरुलाई अब हामी सबै मिलेर अब यो 4 वर्ष मेहनत गरौं। 4 वर्ष दाजुभाइ दिदीबहिनीहरूको दुःखमा साथ दिउँ। सुशासनको एजेन्डा लिएर अगाडि बढौं। भ्रष्टाचारीहरूलाई औलो ठडाउँ। भ्रष्टाचारीहरूलाई हामीले कानुनको दायरामा ल्याउनु पर्नेछ। भ्रष्टाचारीहरूले भ्रष्टाचार गरेको अकुत सम्पत्ति राष्ट्रियकरण गरेर देशको विकासमा लगाउनु परेको छ। 4 वर्षपछि यो सम्भव छ। हामी तपाईहरु यतिकै एनर्जेटिक भएर,
यत्तिकै जागरुक भएर विवेकी भएर अगाडि बढ्नुहोस् र हामीले 4 वर्षपछि यो देशको प्रधानमन्त्री तपाईले छानेको मान्छे यो देशको प्रधानमन्त्री हुन्छ। शासन हामीले सम्हाल्छौँ र सुशासन हामीले दिन्छौँ, कानुनी राज्यको स्थापना गर्छौँ, शिक्षा क्षेत्रमा विकास गर्छौँ, स्वास्थ्यमा विकास गर्छौँ, रोजगारीमा विकास गर्छौँ। यति भन्दै म तपाईहरू सबैलाई म रविजी वा डाक्टर साहबलाई मात्र बधाई दिन्न, म नेपाललाई बधाई दिन्छु, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीले बधाई दिन्छु। धन्यवाद। जय नेपाल, जय मधेस, जय सुशासन, जय क्रान्ति।